नमस्कार, म चाहिँ सदीप थामी हो है। मेरो घर चाहिँ यहाँ पिस्कर हैन। अनि म आज पुलको दृश्य देखाउन चाहन्छु तपाईहरुलाई है। मेरो गाउँमा अब भनौँ न यो त्रिपुरा सुन्दरी को चाहिँ भनौँ न यो हाम्रो टेकानपुरबाट यहाँ पिस्कर जोडिने पुल चाहिँ कस्तो छ भन्दाखेरि हेर्नु होला है। म सबै देखाउँछु तपाईलाई। मेरो युट्युब च्यानलमा सबैलाई नमस्ते। सबैजनाले च्यानललाई सब्स्क्राइब गरेर जोडिनु होला है। म यस्तै आगामी दिनहरुमा यस्तै नयाँ भिडियो लिएर आउने छु है। हाम्रो पिस्कर र यो टेकानपुर जोडेको पुल चाहिँ यो हो है। यहाँ देख्न सक्नुहुन्छ है। अनि यतिलाई कति हो भने पैसा तिरेर, तर खासै पुल चाहिँ राम्रै छ हैन। पुल चाहिँ राम्रै छ। अनि तपाईको अब यो अलिकति यो बाटोहरु पनि अलिकति यो यति बिग्रेको बाटोमा चाहिँ अलिकति यसो मिलाएर चाहिँ अलिकति राम्रोसँगले सोलिङ गरेर भए पनि बरु हैन, सोलिङ गरेर भए पनि यति चाहिँ बनाइदिए भए मान्छेलाई सहज हुन्थ्यो के। अब यताको बाटो उताको त खोलामा पुल पनि छैन, उताबाट अर्को सुब्दल खोला छ है। यो दाबी खोला भयो, हेर्नु सक्नुहुन्छ है। दाबी खोलाको यो भयो, तर सुब्दल खोलामा पुल पनि छैन। बिमार लानु पनि अब भोलिभोलि त सकिदैन। अनि त्यही भएर यो बाटोलाई चाहिँ अलिकति यहाँ मात्रै उ गर्दै पनि यहाँ सहज हुन्थ्यो है। अनिखेर यो चाहिँ यहाँ देख्न सक्नुहुन्छ दाबी खोलामा यी देख्न सक्नुहुन्छ है। दाबी खोला पुल भन्नुभएको है। लम्बाइ 26.20 मिटर रहेछ। 26 चाहिँ मिटर होला है। अनि स्थापना संख्या 1 छ है। अनिखेर यही हो, यी पुल चाहिँ देख्न सक्नुहुन्छ यस्तो छ। अनि यो क्या पुलमा मात्रै क्या पुल मात्रै बनाएको छ। अनि यतातिर अलिकति उही पल्लोपट्टिसम्म त्यति सोलिङ गरे है। मासतिर चाहिँ केही पनि गरे छैन, जस्तो छ त्यस्तै छ, बिजोक छ क्या। अनि यो हाम्रो चाहिँ नेताहरू कस्तो कस्तो परेर के कसो परेर यो अब के गर्न खोज्या हो है, मलाई पनि थाहा छैन है। अलिकति आफ्नो ठाउँको बाटो अलिकति राम्रो बनाए त हुन्थ्यो के। बिमारी लानलाई सहज गर्ने गरी ल हेर्न सक्नुहुन्छ है। त्यो घेराहरू पनि देखा मात्रै हो, त्यहाँ गयो भने बाटो खराब। उही त्यो जाली लागेको ठाउँतिरसम्म सोलिङ छ, त्यहाँबाट छैन है। दाबी खोला पुल चाहिँ यही हो। अनि गर्नु चाहिँ गरा छ। अब यो जाली यो उयो तल यो बसेको जाली पनि जान नि बेर छैन है। यो चाहिँ बख्ला, सायद यो जाली चाहिँ बख्ला है। यो चाहिँ बख्ला, त्यो चाहिँ बस्न नि बेर छैन। अनि खोला अहिले देख्नु भएको होला यत्रो छ है। यो अब यहाँ पानी पर्यो भने यहाँ माथि लेक बर्स्यो भने है, यो माथि चाहिँ जलजले हो। जलजले यो जलजले भयो है। यो पिस्करको माथि पर्छ, यो चाहिँ लेक पर्छ यो चाहिँ। अनि यही हो, दाबी खोला चाहिँ यो भयो है। अनि सबैजनाले मेरो युट्युबलाई, मेरो टिकटकमा हुनुभएको साथीहरूले युट्युबमा गएर सब्स्क्राइब हानिदिनु होला है। म पनि अब यसरी नै भिडियो आगामी दिनहरुमा भिडियो राम्रो बनाएर लिएर आउँछु है। अनि त्यही हो। अनि देख्न सक्नुहुन्छ म चाहिँ बाइक लिएर आएको है। अनि एक्लै छु, देख्न सक्नुहुन्छ एक्लै हो है। एक्लै छु। अनि आज चाहिँ मेरो काम थिएन र मैले आज यहाँ पुलमा घुम्न आइरहेको छु है। अनि त्यही हो, पुलमा घुम्न आएको, तर राम्रो बनायो होला है। हाम्रो नेताले राम्रो गर्यो होला भनेको। अब खासै मलाई चाहिँ बाटो चाहिँ अलि मन परेन है। बाटो चाहिँ अलिकति राम्रो बनाइदिया भए मान्छेले सहज हुन्थ्यो क्या। हाम्रो पिस्करको गाउँको मान्छेहरू हुनु पर्दैन थियो है। अब माथिबाट त झन् एम्बुलेन्स जान सक्ने स्थिति नै छैन अरे क्या। माथिबाट त झन् तलबाट पनि अब 1-2 दिनलाई त ठिकै होला। अब खोला बढिसकेपछि सक्दैन। बाटो त यही चालु गर्ने हो। अनि यही बाटो पनि, यो बाटोको हालत पनि यही भयो भने खतम हुन त। यहाँ अब पुल हाल्या यस्तो नयाँ छ पुल चाहिँ। अब पुल छ, बाटो चाहिँ अब खराब क्या। यहीँबाट एम्बुलेन्स उक्लिँदैन, यही उकालोबाट। यो उकालो यत्रो छ उकालो, यो बाइक त उक्लिन गाह्रो मान्छ यो उकालो यार। त्यही भएर यो चाहिँ अलिकति मैले विरोध गरेँ है। यो अब हेर्नु, अब हाम्रो अध्यक्षज्यूले हेर्नुभयो भने पनि सरी है। अनि यही हो सोलिङ चाहिँ। सोलिङ त ठिकै छ ल, यति गरे पनि अब एम्बुलेन्स बिमारी बोक्नेलाई त जे होस् ठिकै हुन्छ। अब बाटो चाहिँ अलिकति यताको अलिकति यो पुल हाल्या छ भनेर अलिकति चहल पहल हुने गरी गरिदिया भए त राम्रो हुन्थ्यो है। अनि यही पारिपट्टि चाहिँ टेकानपुर, यो चकचम टेकानपुर पर्छ। यता चाहिँ पिस्कर हो है। अनि त्यही हो ल, ओके।